हाई गाइज वेलकम टु अ डे इन माई लाइफ। आज चाहिँ मेरो बर्थडे थियो, सो बिहानै उठेर नुहाएर पूजा गरेँ अनि आफ्नो लागि चिया बसालेँ होइन। तर मैले आज चियामा चिनी हाल्नै बिर्सेछु कि मेरो दिमाग कहाँ गयो हेर्नु न। आज मैले के मेरो टाइम छ, मसँग टाइम छ भनेर गेट रेडी विथ मी सुट गर्छु सोचेको थिएँ, तर क्यामेरा एङ्गल मिलाउनै बिर्सेछु के भएको हो मेरो दिमाग। अनि त्यसपछि के है, म खासै अन्धविश्वासी मान्छे त होइन, तर मलाई एक्जामको बेलामा कसैले केही भन्थ्यो भने म पत्याउँछु के। मेरो चाहिँ बिहानैदेखि आँखा फरफराइरहेको थियो अनि म त मेरो एक्जाम बिग्रिने भयो आज सोचिरहेको थिएँ होइन। आँखा फरफरायो भने चाहिँ नराम्रो हुन्छ भन्छन् कि। अरू बेलामा कसैले मलाई यही कुरा भन्यो भने म चाहिँ पानी कम भएर हो आँखा फरफराएको भनेर विश्वास गर्ने मान्छे हो, तर एक्जामको बेलामा कसैले केही भन्यो भने म पत्याउँछु के। तर मेरो एक्जाम त्यस्तो नराम्रो चाहिँ भएन, ठिकै भएको छ। हामीलाई के है, एक्जाम 1 आवर 30 मिनट्स जस्तो लागेको थियो, पहिला त 2 आवर्स जस्तो लागेको थियो, पछि 1 आवर 30 मिनट्स जस्तो लागेको थियो, लास्टमा त 1 आवर 15 मिनट्स रहेछ भनेको। म चाहिँ निस्केँ, आज म जाँदा आउँदा नि जाममा परेँ कि। म त ढिला हुन्छ सोचेको, धन्न ढिला चाहिँ भएन। एन्ड द्याट्स अल फर टुडे, थ्याङ्क यू फर वाचिङ।